दसैँमा मेरो एउटा सानो घटना घटेको थियो है। देख्छ ल, नमस्कार, म चाहिँ नाम चाहिँ सुमन खड्का, ठेगाना चाहिँ मेरो सुनर रहेछ 5 मोहरम चेनमा अड्किएछ। चेनमा भनेर सुने क्या, चेनमा भनेर सुने पुरा बेरिरहेछ क्या, अनकम्फर्टेबल भयो नि त। अलिकति बाइक आफ्नो ज्यान पनि जान सम्भावना हुन्छ, जान गएको पनि छ। यो सम्बन्धी अरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? कपडामा चाहिँ ध्यान दिनुपर्ने होला। हेलो एभ्रिवान, तपाईँहरू हेर्दै हुनुहुन्छ बसन्त युट्युब च्यानल। संसारको कुनसुकै कुनामा बसेर पनि हामीलाई जोडेर सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट रूपमा स्वागत गर्दै मैले छुट्टै भ्लग ल्याइरहेको छु। यो बसन्तले चाहिँ के भ्लग ल्यायो भन्नुहुन्छ होला। मैले चाहिँ एउटा हाम्रो आदरणीय दाइ सुमन खड्काको एउटा वास्तविक जीवनमा घटेको घटनालाई चाहिँ उजागर गर्दै जुन अरूलाई पनि एउटा शिक्षा प्राप्त गरून् भन्ने उद्देश्यले चाहिँ मैले यो भिडियो हजुरहरूसम्म ल्याएको छु। पुरा स्क्रिप्ट नगरिकन चाहिँ पुरा भिडियो हेरिदिनु होला। ओ के छ, कहिले आउनुभयो विदेशबाट? 3 महिना जति भइसक्यो म आएको। ए विदेशबाट 3 महिना भएपछि दसैँतिर आउनु? दसैँ ठ्याक्कै दसैँ भेट्न आएको। ए अनि दसैँमा जाँदाखेरि यसो के भएको थियो भन्ने सुनेको? दसैँमा मेरो एउटा सानो घटना घटेको थियो है। हजुर के एउटा भिडियो लिन आएको भिडियो यसो इन्टरटेनमेन्ट देख्छ ल, नमस्कार, म चाहिँ नाम चाहिँ सुमन खड्का, ठेगाना चाहिँ मेरो सुनर रहेछ 5 मोहरम। अनि विशेष गरी एउटा जनतालाई सानो मेरो सरस्वती मेरो घरजादारी भन्छ है। भएपछि के भने दसैँमा म जब घर आइथिएँ बाहिर यसो भेटी त गर्नै पर्यो। परिवार लिएर घुम्न जानु लाग्यो कि म टक्क रेडी भयो, बाहिर निस्कियो। अनि जस्ट 2-2.5 घन्टाको बाटो हिँडेको थिएँ। जाँदा त खासै केही भएन। जब फर्क्यौँ हामी सकेर घुम्दै गइसकेर फर्किँदाखेरि बाटोमा कस्तो खालको घटना पुग्यो भने मेरो फ्यामिलीले अब प्रायः अब छुट्टीमा चाहिँ साडी चोल लागेको थियो नि त। आइफेमिली आयो कुर्ता सुरुवाल भएको भए त ठिकै थियो। कुरा सुरु मलाई त्यो घटना सायद हुँदैन थियो, साडी चोलले गर्दाखेरि अलिकति असर पाऱ्यो कि। ठ्याक्कै फर्किने क्रममा तपाईँको एक ठाउँ बाटो त ठिकै हो, त्यस्तो राम्रो थियो, अलिकति ग्राभल चाहिँ थियो होइन। सम्म बाटो भएको हुन त घटना घट्ने कुरा त अब बाटोले पढाएको बाटो घटिदिइहाल्छ। ठ्याक्कै के भइदियो भने मेरो फेरि सानो छोरी पनि थियो, बिचमा बसेको थियो। तिनजना छोरी सानो थियो। जब फर्किने क्रम बाटोमा चाहिँ के भइदियो भने ठ्याक्कै अब त्यो छोरी मान्छेले लगाउने साडी हुन्छ नि, साडीको टुक्रा चाहिँ तपाईँको हाम्रो बाइकको चेनमा अड्किएछ। ठ्याक्कै अड्किएपछि पछाडिबाट आउँदै हुने एउटा बाइकले चाहिँ के भनेको थियो मलाई होला हेलो अथवा हाइक के भनेको थियो। अब रोडमा व्यस्त रोडमा खासै वास्ता हुन्न नि त, साउन्डले हुँदैन, फुल हेर्नुलाई हुन्छ। अनि उहाँले भन्यो मलाई कता चाहिँ मलाई याद भयो, कसले बोलाएको जस्तो भयो होइन। कुकिङ क्लास हेरेँ आउँदै गरेको देखेँ। अनि ठ्याक्कै मेरो फ्यामिलीले चाहिँ थाहा समात्यो क्या मलाई। अब म अलमल गरेँ क्या, बाइक हल्लिने बित्तिकै। अनि त्यो तपाईँको पछाडिको मान्छे के भन्नु भने चेनमा भनेर सुने क्या, चेनमा भनेर सुनेछ भनेपछि त मलाई थाहा भइगयो, पक्कै शङ्का त भयो। अब के अरे पक्कै कपडाको केही फरक पऱ्यो होला, कपडा नै असर पायो होला भनेपछि ठ्याक्क उसले चाप्पो समाउनु गाडी हल्लिनु थाल्यो नि त। हल्लिएपछि ऊ डाउन भयो, ड्यामै लड्यो। अनि मैले पनि अब लडेपछि त त्यो पुरा बेरिरहेछ क्या, अनकम्फर्टेबल भयो नि त। अलिकति बाइक दायाँ जान सकेन, मैले छोडिदिएँ। अनि तपाईँको कस्तो हुँदो छ भने विशेष गरी छोरी मान्छेहरूले यसो ध्यान दिनुपर्ने हुन्छ कपडा लाउँदा। अनि विशेष गरी खास टाढा हिँड्दाखेरि टाढा नजिक भन्दा विशेष गरी ध्यान दिनुपर्छ कपडामै हो क्या। कपडामा नर्मल कपडा कुर्ता सुरुवाल त खासै नहुँला, कुर्ता सुरुवालमा नै हजुरको यस्तो हुन्छ नि त। अब त्यो सल हुन्छ नि त, सल हो त्यस्तो सल हो, त्यो सल तपाईँको कस्तो खालको त्यो जाने पनि सम्भावना हुने रहेछ है। मेरो चाहिँ अनुभव गरेको भोगेको हो। म त पहिला सुन्थेँ पनि मात्रै होइन, सुनेको होला हुन्छ सक्छ भन्ने जस्तो लाग्छ। तर म आफैले भएको कारणले गर्दाखेरि चाहिँ यो चाहिँ एकदम 100% ज्यान एकदमै जान सक्ने सम्भावना हुनेछ होइन। हाम्रो उसलाई नै अलिक चोट लाग्यो, मेरो पनि लागेको थियो। लागेको थियो मलाई चाहिँ नर्मल भन्दा पनि ठिकै भयो। जस पछि बाटो स्पिड थिएन, बाटो राम्रो थिएन, अलिकति ग्राभेल थियो, थोरै 1-2 किलोमिटर ग्राभेल थियो। त्यति पनि थियो, 5-7 किलोमिटर थियो होला।
त्यतिले गर्दाखेरि चाहिँ अलिक बच्यो भने गाडी खासै स्पिड पनि थिएन। अब बाटो पिजै भइदियो बेलादेखि चाहिँ गाडी स्पिडै हुन्थ्यो, सायद घटनाले अर्कै रूप लिन्थ्यो होला है। एकदम नर्मलै तरिकाले भयो भने चोट लाग्यो, ठ्याक्क पल्टियो, पल्टिएपछि साडी पछिबाट साडीको त्यो चेनमा यस्तो घुम्दो रहेछ नि, त्यो के भयो जस्तो फेरो लगाएपछि मानमा त्यस्तै हो। अब साडी चेनमा गइसकेपछि त्यो कि त चुट्टिएर जानु पर्यो कि त कि साडीबाट तान्निँदो रहेछ क्या मान्छे पछाडि गरिदिने। अब कुनै कुनै मान्छेले त तपाईँको साडी भनौँ न त्यो सल बेर छ यहाँ ट्र्याक लगाउँछ होइन, लगाउँदाखेरि त तपाईँको मान्छे नै तान्छ क्या त्यसले मजाले हो त्यही रहेछ क्या, बेर्दै जान्छ चक्काले बेर्दै गयो जस्तो कपडा तान्दै जाने त मिठो खिँदा जस्तो हो। अब त्यो नबानेको भए चाहिँ त्यो सलल गइहाल्थ्यो, आफै जान्थ्यो सकिन्थ्यो। तैपनि बेर्न त बेर्दिन्थ्यो ठ्याक्कै तानिदिँदो रहेछ कि मान्छे, तानेपछि त मान्छे त तल झऱ्यो नि त ड्यामी। अब बिचमा रोडमा लडेपछि त अब घरमा कुदेको गाडीमा लडेपछि त लगभग चोट त ठुलै लाग्छ नि त, त्यो ज्यान जाने सम्भावना हुन्छ। अलिकति ख्याल गरिदिनु पर्ने त्यसको मान्छेले, आफूले पनि अब थाहा हुनु अब चाहिँ अलिअलि याद चाहिँ हुनुपर्छ है। जस्तो लुगा लगाइरहेछ आफ्नो फ्यामिली अथवा परिवार कोही हुन्छ नि त साथी, लुगालाई चाहिँ एकदमै ध्यान दिनुहुन्छ। अब चाहिँ तपाईँ कतै जानुहुन्छ भने कि जस एकदमै सम्झेर पहिले सम्झिहालिन्छ क्या, चाहिँ जस याद चाहिँ दिइहाल्छ कि दिलाएर मेरो अहिले पछिबाट चाहिँ कपडा त्यो ध्यान दिइहाल्छ, यसो गरेर उसो हुन त उसलाई पनि थाहा हुन्छ, उसले पनि सम्हाल्न सक्छ। किनभने पहिल्यै परेको छ भन्नालाई जस सुनेको भन्दा पनि आफू परेपछि थाहा हुन्छ कि सम्झिन्छ नलेज जस अब निष्कर्षमा अन्त्यमा जाउँ होइन, धेरै समय थियो यो सम्बन्धी अरूलाई चाहिँ के भन्न चाहनुहुन्छ भने यो अब दर्शकहरू पनि भिडियो हेर्नु भएको होला, भिडियो हाल्नुहुन्छ एकदम तपाईँलाई धन्यवाद। भिडियो हाल्नु सबैलाई सायद पुग्छ बिस्तारै होइन, एकदम यो भिडियोबाट के भन्न चाहन्छ भने अलिकति साधन युज गरिसकेपछि छोरी मान्छेलाई पुगिसकेपछि अलिक कपडामा चाहिँ ध्यान दिनुपर्ने होला, एकदमै पर्छ है। आफ्नो ज्यान पनि जान सम्भावना हुन्छ, ज्यान गएको पनि छ त्यतिखेर पो। मेरो त पुरा नर्मल भयो, केही भएन हो, त्यही अलिकति ठुलै भइदिएको भएदेखि कतिपय अब समाचारमा नै आउँथ्यो, एकदम ध्यान दिएर कस्तो लाग्दैन थियो। अब पछि आफै भएपछि ए यस्तो रहेछ त मनमा झस्किन्छ क्या। समयको लागि धन्यवाद। ल ओके ल साथी अहिले छुटाउँ है त। हस्